धन्यवाद हाम्रो मकैसिङ नेवार समाजका प्रतिनिधिहरूलाई। उहाँहरूले आफ्नो लोकनृत्य प्रदर्शन गर्नुभएको छ। यहाँहरूलाई हामी पछि सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। त्यसैले अहिले समयको असाध्यै अभाव रहेको कारणले गर्दा यहाँहरूलाई पछि पनि फेरि यो नाच देखाउनको लागि अनुरोध गर्दै अहिलेलाई भने म सरस्वती कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। साथै अहिले नै मकैसिङ नेवार समाजलाई सम्मान गर्नुभएको कारणले गर्दाखेरि सम्मानको लागि यहाँ अगाडि आइदिनुको लागि म हार्दिक अनुरोध पनि गर्दछु। अघि सर तपाईँ जसरी भए पनि आइदिनु होला। मकैसिङ नेवार समाजलाई यो आजको प्रमुख अतिथि एवं सभापतिज्यूबाट सम्मान हुँदैछ। त्यसैले उहाँहरूलाई म अगाडि आउनको लागि अनुरोध गर्दछु। यो लगत्तै फेरि हाम्रो पन्ची राजा यहाँ प्रदर्शन हुँदैछ। त्यसैले उहाँलाई तयार भएर बसिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। समय अत्यन्तै कम भएको कारणले गर्दाखेरि कृपया तयारी अवस्थामा बसिदिनु होला। हिमाल अधिकारीसित जसरी भयो एउटा प्लेट यहाँ अगाडि ल्याइदिनु होला। एउटा प्लेट लिएर आउनु होला। हाम्रो यस विद्यालयको 16 महोत्सव मूर्त समितिको तर्फबाट मकैसिङ नेवार समाजको यो लाखे नाचको निमित्त रु 5,000 नगद सहित प्रमाणपत्र प्रदान गरिँदैछ। त्यसैले सम्पूर्ण उपस्थित महानुभावहरूलाई तालीद्वारा ताली लगाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र हाम्रो सम्मान कार्यक्रम हुन लागिरहेको छ। उहाँलाई 5,000 सहित 5,000 सहित सम्मान गरिँदैछ। त्यसैले ताली लगाउनलाई चाहिँ नकुटाइदिनु होला। र मैले अघि नै भनिसकेँ, यो पछाडि तत्कालै हाम्रो पञ्चीलाको प्रदर्शन गर्ने भएकोले उहाँहरूलाई तयारी अवस्थामा बसिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भोटो शिक्षक र विद्यार्थी जीवनलाई मञ्चको दायाँपट्टि